RI-26 application form for British Army and RI-26 application form for GCSPF र प्राइभेसी पोलिसी एन्ड कन्सेन्ट डिक्लेरेसन फर्म पनि यहीँबाट डाउनलोड गर्न सक्नुहुन्छ हैन। क्राइटेरिया फर गोर्खा रिक्रुटमेन्ट पनि यही छ। अहिले हामीले गर्नु लागेको चाहिँ ब्रिटिस आर्मी एसेसमेन्ट पेपर एक्जाम्पल्स। मैले योलाई डाउनलोड गरिसकेको छ है, यहाँ मैले डाउनलोड गरेर राखिसकेको छु। तपाईहरु यहाँ क्लिक गरेर यो येल्लो कलर भएको हैन लिंकमा क्लिक गरेर है। सो यो तरिकाले छ हाम्रो चाहिँ। सुरुमा हामीले के लेख्नु पर्ने हुन्छ, आफ्नो नाम लेख्नु पर्ने हुन्छ। आफ्नो नाममा चाहिँ के लेख्नु पर्छ त भन्दाखेरि GYANDEP यान्दिप यसरी मैले लेख्छु। तपाईहरुलाई मैले कसरी गर्छु भन्ने कुरा हैन, के कुराहरुमा ध्यान दिनुपर्छ भन्ने कुरा म सिकाउँदै छु है त। मैले लेखे अब यहाँ डिस्क नम्बर समथिङ होला हैन, फर एक्जाम्पल डिस्क नम्बर 102 होला। अनि यहाँ रुल्सहरु छ, रुल्सहरुलाई पनि राम्रोसँग पढ्नु होला। यु मस्ट राइट योर नेम एन्ड योर डिस्क नम्बर भनेको छ। हामीले नामलाई पनि लेख्नु पर्ने छ र डिस्क नम्बरलाई पनि लेख्नु पर्ने छ हैन। र स्कोर भनेको छ 15 मार्क्स हो रहेछ। अनि हाम्रो मार्क बाइ मोडरेटेड बाइ भइगयो है। अनि यु मस्ट राइट योर एन्सर इन द एन्सर कोलम अनलेस टोल्ड अदरवाइज। मतलब एन्सर मात्रै लेख्नु पर्ने हुन्छ। हामीले यहाँ कुनै पनि रफहरु गर्न पाइँदैन। रफ एउटा छुट्टै A4 साइज पेपरमा दिएको हुन्छ, त्यही गर्नुपर्ने हुन्छ। यहाँ सिर्फ हामीले एन्सर मात्रै लेख्नु पर्ने हुन्छ है त। अनि यु मस्ट इन्क्लुड द युनिट वेयर एप्रोप्रिएटेड भनेको छ र युनिटलाई चाहिँ छुटाउनु हुँदैन। सो हामी लेट्स बिगिन। हामी अब यसलाई गर्छौं है। अब यसलाई कसरी गर्छौं भन्दाखेरि आरएफ रेकर्ड्स द अमाउन्ट अफ क्वेशन नम्बर 1 हेर्नु सबैले पढ्नु ल। के छ भन्दाखेरि आरएफ रेकर्ड्स द अमाउन्ट अफ फुड देयर डग्स एट्स एभ्री डे फर 6 months। एस्टिमेट द मिन अमाउन्ट अफ डेली फुड इटन टु द नियरेस्ट होल नम्बर। अमाउन्ट अफ फुड अनि फ्रिक्वेन्सी र कति ग्राममा दिएको छ है। हामीले ग्राममै लेख्नुपर्छ युनिट चाहिँ, यो फ्रिक्वेन्सी भयो। र हामीले चाहिँ मिन चाहिँ डेली क्वान्टिटी फुडको क्वान्टिटी छ, त्यसकारणले गर्दाखेरि हामी यसको मिड भ्यालु फाइन्ड गर्नुपर्ने हुन्छ। मिड भ्यालु फाइन्ड गर्नको लागि हामी के गर्छौं भन्दा एउटा लाइन तान्छौं। रेड कलरले लाइन ताने सिधा MD मिड भ्यालु लेखे मैले। अब यहाँ 80 र 90 को मिड भ्यालु कति हुन्छ भन्दाखेरि 170 कति हुन्छ 85 हुन्छ हैन। फ्रिक्वेन्सीसँग मिड भ्यालुलाई चाहिँ फ्रिक्वेन्सीसँग मल्टिप्लाई गर्नुपर्छ। FM भनेर लेखे, FM भनेर लेखे। यो नलेख्दा पनि हुन्छ, डाइरेक्टली गर्दा पनि हुन्छ है। अब 85 * 36 कति हुन्छ त 60 हुन्छ। अर्को छ 95 * 45। 95 * 45 भनेको हाम्रो 4275। क्याल्कुलेटर युज गर्नु पाएन है हैन त। अब हामीले यसको मिन झिक्नलाई चाहिँ के गर्छौं त हामी भन्दाखेरि मिन बराबर इज इक्वल टु टोटल यो FM छ नि, यो FM यो भनेको टोटल FM 3060 4275 6195 र 6900 लाई जोड्छौं। जोडे 95 + 6900 जोड्दाखेरि चाहिँ कति भयो त हाम्रो 20430 भयो हैन त। अब फ्रिक्वेन्सी पनि जोडौं। फ्रिक्वेन्सी जोड्दा कति हुन्छ 36 + 45 + 59 र 60 जोड्दा कति हुन्छ त 200 हुन्छ। र यही 20250 लाई 20430 डिवाइडेड बाइ 200 गर्दाखेरि हाम्रो कति आउँछ आन्सर राइट 2.15। 102.15 चाहिँ हाम्रो के भयो त आन्सर हो। एक्चुअल आन्सर चाहिँ के हुन्छ त हाम्रो एक्चुअल आन्सर चाहिँ हुन्छ इज इक्वल टु 102 ग्राम चाहिँ हाम्रो आन्सर हुन्छ। र अब नेक्स्ट क्वेशन चाहिँ के रहेको छ भन्दाखेरि यो चाहिँ हाम्रो आन्सर हुन्छ। यसरी गर्नुपर्छ यसलाई। अब 2 नम्बरको छ आशा एम्स टु स्पेन्ड नो मोर देन 4% अफ देयर मन्थली इन्कम अन क्लोथेस। व्हाट इज देयर म्याक्सिमम मन्थली बजेट फर क्लोथ्स इफ दे अर्न ₹21,000 पर मन्थ। सो हामी के गर्छौं 4% भनेको 4/100 इन्टु कति गर्छौं त एनुअल के अरे मन्थली इन्कम कति छ हाम्रो 21,000 गर्दाखेरि हाम्रो कति आउँछ त आन्सर इज इक्वल टु हुँदैन RS 840। अब अर्को दिएको छ क्वेशन नम्बर 3 मा छ इफ 1 इंच इज इक्वल टु 2.5 cm हाउ मेनी इंच आर देयर इन 6 इंच। 1 cm मा चाहिँ कति हुन्छ भन्ने कुरा लेख्नु पर्यो हैन त। 1 cm भने चाहिँ हामी के गर्नु पर्यो 6 डिवाइडेड बाइ 2.5 चाहिँ गर्नु पर्यो। र अब अर्को क्वेशन रहेको छ हामीले 3 नम्बर पनि गरिसकेका छौं। अब हामी गर्ने छौं क्वेशन नम्बर 4 मा। क्वेशन नम्बर 4 के छ भन्दाखेरि point A is 16,56, point B is 17,65 and point C is 20,25. If they all move right by 45 and down by 75, what are the new coordinate of point A? आका जस्तै मतलब यो यस्तो छ र यो तरिकाले चाहिँ चारवटा कोर्डिनेट भनेपछि हाम्रो कहाँ चाहिँ छ त हाम्रो भनेको चाहिँ हाम्रो पोइन्ट सबै पोइन्ट यो चारवटै कोर्डिनेट्सहरु A B C यो थर्ड क्वाड्रेन्टमा चाहिँ फोर्थ क्वाड्रेन्ट भन्छ। यो रातो मार्क गरेको चाहिँ के हो त सब फर्स्ट क्वाड्रेन्ट राइट यता जाने हैन। अनि यही देखि कता भन्दा यही देखि तल आउनेलाई यो भनेको हाम्रो यो चाहिँ फोर्थ क्वाड्रेन्टतिर जाँदै रहेछ। सो राइट पटि गएकोलाई पोजिटिभ प्लस गर्नु पर्यो अनि डाउन पटि गएकोलाई चाहिँ के गर्नु पर्यो त माइनस गर्नु पर्यो। 16 + 45 गर्दा कति हुन्छ 16 + 45 गर्दाखेरि चाहिँ हाम्रो 11 भनेको चाहिँ 61 होला रहेछ 61 16 +
45 गर्दाखेरि चाहिँ 16 + 45 गर्दा हाम्रो 61 हुन्छ। अर्को हाम्रो के छ अर्को चाहिँ 56 - 78 गर्नु। कि डाउन जानेलाई चाहिँ के गर्नुपर्छ हामीले माइनस गर्नुपर्छ है, भनेको -22। अब हाम्रो एन्सर के भयो त ए। अब यहाँ स्मल ब्राकेट दिउँ, हाम्रो एन्सर छ 61, -22 चाहिँ हाम्रो के भयो त हाम्रो न्यू कोअर्डिनेट भयो। The question number 5. The question is, Geeta owns a clothes shop. The scatter plot shows daily sales over 2 weeks against average daily temperature. On 20th July, it was 20 degrees Celsius and sales were rupees 10,000. Mark this on the scatter plot with an X. भनेको छ र हाम्रो होरिजेन्टल लाइनमा चाहिँ टेम्परेचर दिएको छ र हाम्रो भर्टिकल लाइनमा चाहिँ सेल्स इन रुपिस दिएको छ। अनि हामीले चाहिँ के झिक्नु पर्नेछ भन्दाखेरि चाहिँ विच टाइप अफ कोरिलेसन डज द स्क्याटर प्लट इन क्वेसन नम्बर 5 सोज सर्कल योर एन्सर। पोजिटिभ नेगेटिभ नो कोरिलेसन भनेको छ। पोजिटिभ भनेको बुझ्नु पर्यो। पोजिटिभ कोरिलेसन भनेको यहाँ जस्तै टेम्परेचर बढ्यो भने सेल्स पनि बढ्नु र टेम्परेचर घट्यो भने सेल्स पनि घट्नु भन्ने बुझिन्छ। र नेगेटिभ कोरिलेसन भनेको चाहिँ कस्तो भन्दाखेरि टेम्परेचर इन्क्रिज हुँदा सेल्स चाहिँ के हो त डिक्रिज हुनु, अथवा टेम्परेचर डिक्रिज हुँदा सेल्स चाहिँ इन्क्रिज हुनु भन्नु मतलब। अब यहाँ नो कोरिलेसनमा चाहिँ के हुन्छ भन्दाखेरि यहाँ प्याटर्न क्लियर प्याटर्न हुँदैन क्या, क्लियर प्याटर्न हुँदैन। अब के भनेछ त हेर्नुहोस् यहाँ जस्तै 20 देखि 25 डिग्री सेल्सियस हेर्नु, यो मानौँ 22 डिग्री सेल्सियस, 22 डिग्री सेल्सियस र 25 डिग्री सेल्सियस मानौँ। यो 22 डिग्री सेल्सियसमा हाई सेल्स भइरहेछ र फेरि 25 डिग्री सेल्सियस हाई टेम्परेचर हो, हाई टेम्परेचरमा फेरि लो सेल्स भइरहेछ। यसो हेर्दाखेरि नेगेटिभ कोरिलेसन जस्तो पनि देखिरहेछ। तर यहीँ हेर्नुहोस् फेरि यहाँ यहीँनिर हाई टेम्परेचरमा जस्तै यहाँ 26 होला, यहाँ 27 होला। यहाँ 27 मा के भइरहेछ लो सेल्स भइरहेछ, यहाँ 26 मा के भइरहेछ 26 मा फेरि हाई सेल्स भइरहेछ। मतलब यो चाहिँ अलिकति राम्रो प्याटर्न छैन हैन, सेल्स र टेम्परेचरको राम्रो प्याटर्न नभएकाले गर्दाखेरि चाहिँ यो चाहिँ पोजिटिभ नेगेटिभ नभएर नो कोरिलेसन हुन्छ है। यसलाई हामीले के गर्नु भनेको छ विच सर्कल गर्नु भनेको छ। त्यसरी सर्कल गर्नु भनेको कारणले गर्दाखेरि हामी चाहिँ यसमा अन्डरलाइन पनि गर्नु हुँदैन, के पनि गर्नु, जसैलाई चाहिँ सर्कलै गर्नुपर्ने हुन्छ, यसरी सर्कलै गर्नुपर्ने हुन्छ है। क्वेसन नम्बर 7 पढौँ सबैले। विनोद रन्स राउन्ड द आउटसाइड अफ अ फिल्ड 3 times. हाउ फार डिड दे रन। अब यहाँ के भनेको छ विनोद चाहिँ यो ट्रायङ्गुलर ग्राउन्डमा चाहिँ के गरेको छ आउटसाइड द फिल्ड चाहिँ रन गरेको छ। र यो चाहिँ के छ भन्दाखेरि त इक्वेलेटर, यो तीनवटै साइड चाहिँ के छ इक्वल छ, बराबर छ भनेपछि हामीले के झिक्न सक्छौँ यसको पेरिमिटर झिक्न सक्यौँ। पेरिमिटर भनेको आउटर लाइनको लेन्थ झिक्न सक्यौँ। अनि 3 times रन गरेको छ भनेपछि 3 into द आउटर लाइनको लेन्थ जोडेपछि आइहाल्यो एन्सर। सो लेट्स डु इट। सो सुरुमा के गर्छौँ हामी 65 + 65 + 65 इक्वल टु हाम्रो कति आउँछ 195। अब हामीले यो जस्तै हाम्रो यहाँ यो पोइन्टदेखि वरिपरि कुदेर यही पोइन्टमा आउँदाखेरि कति भयो त 195 मिटर हुँदो रहेछ। भनेपछि कति टाइम्स रन गरेको भन्दाखेरि 3 times भनेपछि इन्टु 3 गरिदिने, इन्टु के गरिदिने त 3 गरेपछि त हाम्रो के आयो त इन्टु 3 गरी 5 मिटर चाहिँ हाम्रो के रहेछ त विनोदले रन गरेको रहेछ। अब नेक्स्ट के छ भन्दाखेरि यो पनि सक्यो। अब नेक्स्ट 8 को छ अ सोप हेज 453.654 ग्राम अफ सुगर 5 पिपुल बाई द फ्लोइङ अमाउन्ट्स। सोपसँग के छ अरे 453.654 ग्राम अफ सुगर छ अरे, 5 पिपुलले चाहिँ बाई गरेको छ। हाउ मेनी ग्राम अफ सुगर आर लेफ्ट इन द सोप भनेको छ। अब यो सबै जोड्नु पऱ्यो, 5 पिपुलले कति पनि किनेको छ यो सबै जोड्नु पऱ्यो है। सुरुमा सबैलाई के गर्नु पऱ्यो, यो ग्राममा यो केजीमा दिएको छ कारण ग्राममा लानु पऱ्यो, यो पनि केजीमा दिएको छ ग्राममा लानु पऱ्यो है। सुरुको फर्स्ट 7.75 दिएको छ है। सेकेन्ड के दिएको छ 22 1/5 ग्राम, 1/5 लाई डिभाइड गर्दा 1/5 लाई चाहिँ 0.2 हुन्छ नि 22.2 भयो, 22.2 ग्राम भयो। 1/2 हाम्रो 7.839 ग्राम भयो नि त। अब अर्को के छ भन्दाखेरि हाम्रो फेरि अर्को छ इज इक्वल टु यहाँ 9000ले गर्दाखेरि कति आउँछ त 234 ग्राम आउँछ। फेरि इक्वल टु अर्को कति छ 1/20 0.05 यो फेरि केमा दिएको रहेछ हामीलाई केजीमा दिएको रहेछ। फेरि इन्टु 1000 गर्दा हामीलाई कति आउँछ त 50 ग्राम आउँछ, 50 ग्राम। र यो सबैलाई जोड्दाखेरि चाहिँ कति हुन्छ त यो सबैलाई जोड्दा टोटल जोड्दाखेरि चाहिँ कति भयो त टोटल टी बराबर चाहिँ हाम्रो 75 गर्दाखेरि हाम्रो 321.789 ग्राम चाहिँ रहेछ हैन। कति भयो त यसको एन्सर भनेको चाहिँ हाम्रो सब्ट्र्याक्ट गर्नु पर्यो। सब्ट्र्याक्ट गर्दा कति आयो त त्यहाँ कति 453.654 453.654 माइनस 321.789 गर्दा कति आउँछ त हाम्रो 131.865 ग्राम चाहिँ हाम्रो के हुन्छ त एन्सर हुन्छ 100। अर्को छ 9 नम्बरको Bimala buys 26 liters of paint in total. They buy pink, red and blue paint in the ratio 4:5:6 and respectively how many liters of blue paint did they buy भनेको छ।
भनेपछि ब्लू पेनको रेसियो भनेको 6 छ, अन्तिममा छ नि त हैन। पिङ्क रेड ब्लू 6 छ। त्यसको लागि चाहिँ हामीले सुरुमा एउटा कन्स्टेन्ट भ्यालु पत्ता लगाउने। त्यसको लागि हामी के गर्छौँ 4 + 5 गर्दा कति हुन्छ 9 छ। 9 + 6 गर्दा कति हुन्छ 9 + 6 गर्दाखेरि हाम्रो 15 हुन्छ हैन त। 26 डिभाइडेड बाई 15 गर्दा कति भयो त 1.733 1.733 लिटर आउँदो रहेछ हैन त कन्स्टेन्ट भ्यालु। अब हाम्रो रेसियो भनेको कति हो ब्लू पेनको रेसियो भनेको हाम्रो 6 छ हैन त। हाम्रो एन्सर भनेको कति भयो त एन्सर भनेको चाहिँ 6 * 1.733 इक्वल टु कति 10.4 लिटर्स। 10.4 लिटर्स चाहिँ हाम्रो के भयो त एन्सर भयो। लेट्स रिड द क्वेसन नम्बर 10। क्यालकुलेट द फ्लोइङ 48 डिभाइडेड बाई 12 ब्राकेट 3 + 4। अब हामीले सुरुमा चाहिँ स्मल ब्राकेटको गर्नु पर्ने हुन्छ डिभाइडेड बाई 12 * 7। अब यसपछि त हामी के गर्छौं भन्दाखेरि इज इक्वल टु लेख्ने इज इक्वल टु लेखिसकेपछि 48 डिभाइडेड बाई 12 भनेको 4 हुन्छ इन्टु 7 इज इक्वल टु के हुन्छ त हाम्रो 28 चाहिँ हाम्रो एन्सर हुन्छ। र अर्को छ वाट इज 24.11 डिभाइडेड बाई 2.7। अब यसको पनि एन्सर भनेको तपाईले यो हेर्दाखेरि सजिलो भए तापनि यसलाई कपीमा गर्नुस् मजाले। यसको एन्सर हुन्छ 2.7 गर्दाखेरि चाहिँ 8.93। र deepest travel 12 number deepest travel 26.25 miles in 3 hours and 45 minutes. How fast did he travel? Write your answer in miles per hour भनेको छ। यो भनेको स्पिड पत्ता लगाउनु। स्पिडको फर्मुला भनेको डिस्टेन्स बाइ टाइम टेकन। सुरुमा डिस्टेन्स लेख्नु पर्ने हुन्छ। डिस्टेन्स हाम्रो यही छ माइल्समै दिएको छ सो कन्भर्ट गरिराख्नु परेन। यहाँ टाइम भनेको चाहिँ आवर्स र मिनेटमा दिएको छ। मिनेटलाई आवरमा लानको लागि के गर्नुपर्छ मिनेटलाई आवरमा लानको लागि 45/60 गर्नुपर्छ प्लस 3 गर्नुपर्छ। त्यसले गर्दाखेरि 3.75 आवर्स आउँछ। र स्पिड भनेको हो डिस्टेन्स बाइ डिस्टेन्स भनेको माइल्समा दिएको छ र टाइम भनेको आवर्समा दिएको छ। हामीलाई झिक्नु पनि माइल्स पर आवर भनेको छ। र 26.25 डिभाइडेड बाई 3.375 गर्दाखेरि हाम्रो एन्सर चाहिँ आउँछ कति हाम्रो एन्सर चाहिँ आउँछ इज इक्वल टु 7 miles per hour चाहिँ हाम्रो चाहिँ एन्सर आउँछ। अर्को छ क्वेसन नम्बर 13 को दिस पिरामिड हैज a square base what is the surface area of the pyramid। मैले सर्फेस एरिया झिक्न के भनेको थिएँ जब एउटा फेस छ त्यतिवटाको एरिया झिक्ने। तलको एउटा तल स्क्वायर बेस फेस छ माथिबाट चारवटा ट्रायंगलको फेस छ भनेपछि हामीले के गर्नु पर्यो त बेसको एरिया भनेको यहाँ 2 छ भने स्क्वायर बेस भन्छ यता 2 छ भने यता 2 सबैतिर 2 हुन्छ। सो 2 * 2 गर्दाखेरि चाहिँ हाम्रो स्क्वायर बेसको एरिया आउँछ। अनि प्लस अब ट्रायंगुलर फेसको एरिया झिक्नको लागि चाहिँ यहाँ हामीले सुरुमा ट्रायंगलको एरिया झिकौँ है त। सुरुमा के गर्नुपर्छ 1/2 भनेको चाहिँ के हो त 0.5 इन्टु अब हाम्रो बेस कति छ बेस भनेको यो 2 हो हाइट भनेको स्ल्यान्ट हाइट भनेको 14 छ 2 * 14 छ हैन त। यो गर्दाखेरि एउटा ट्रायंगलको एरिया यति गर्दा 0.5 * 2 * 14 गर्दा एउटा ट्रायंगलको एरिया चारवटा ट्रायंगलको एरिया गर्ने झिक्नको लागि चाहिँ इन्टु 4 गर्दाखेरि चाहिँ हाम्रो के आयो त एन्सर आयो। र हाम्रो इज इक्वल टु गर्दाखेरि कति आउँछ त हाम्रो एन्सर चाहिँ आउँछ 60 हाम्रो सीएम मा दिएको छ त्यसैले सीएम यो हुन्छ त हुन्छ यो स्क्वायर दिएको है मैले। अब अर्को छ हाम्रो व्हाट इज द कोल्डेस्ट टेम्परेचर सर्कल योर एन्सर भनेको छ। कोल्डेस्ट टेम्परेचर भनेको चाहिँ कुन हो त माइनसमा चाहिँ जुन धेरै छ हैन त्यही के हुन्छ त हाम्रो स्मलेस्ट अथवा कोल्डेस्ट टेम्परेचर हुन्छ माइनसमा भएको नम्बर चाहिँ। जस्तै 29 डिग्री सेल्सियस हुँदै भएन माइनसको हेर्नुहोस् यहाँ माइनसको हेर्नुहोस् त -20 -18.25 र -20 मा चाहिँ कुन चाहिँ कोल्डेस्ट भन्दाखेरि -20 चाहिँ कोल्डेस्ट है। र 5 पनि हुने कुरा भएन -3 पनि हुने कुरा भएन -47 अनि 11 -55 भनेपछि 55 -55 चाहिँ के हो त हाम्रो एन्सर भयो। सर्कल भनेको छ त्यस कारणले गर्दाखेरि हामीलाई सर्कल गर्छौं यसलाई हामी सर्कल गर्छौं यो -55 डिग्री। अर्को छ क्वेसन चाहिँ अर्को कुन रहेछ भन्दा 15 नम्बरको इफ I had cost ₹975 after this 35% discount how much did the had originally cost भनेको छ हैन त। भने हामीले के झिक्नु पर्ने रहेछ मार्क प्राइस झिक्नु पर्ने रहेछ है। सुरुमा 975 लाई लेख्नुस् यसरी एउटा इक्वेसन बनाइदिनुस् क्या 975 इज इक्वल टु गरिदिनुस् किनकि एसपी भनेको जहिले पनि के हुन्छ ओरिजिनल प्राइस माइनस डिस्काउन्ट अमाउन्ट। ओरिजिनल प्राइस हाम्रो कति छ ओरिजिनल प्राइसलाई x मान्दिनुस् ओरिजिनल प्राइसमा माइनस डिस्काउन्ट अमाउन्ट भनेको कति त 35/100 इन्टु 35/100 इन्टु कति गरिदिनुस् x गरिदिनुस् किनकि हामीले डिस्काउन्ट पर्सेन्ट केमा पाउँछौँ भन्दाखेरि
ओरिजिनल प्राइसमा पाउँछौँ यो एक्स भइगयो र यति गर्दा चाहिँ हाम्रो एक्सको भ्यालु चाहिँ कति आउँछ त भन्ने कुरा चाहिँ हामी हेरौँ है आरएस 1500 चाहिँ रहेछ है त यता कपीमा गर्नुहोस् राम्रोसँगले हामी सुरुबाट हेरौँ है त हामीले 1 देखिको 15 नम्बर 1 देखि 15 नम्बरसम्म चाहिँ हामीले म्याथको क्वेसन चाहिँ गरिसकेको छौँ यो ब्रिटिस आर्मीको है र यो चाहिँ लगभग जिसीमा पनि यस्तै यस्तै सोधिन्छ यही प्र्याक्टिस गर्दा पनि केही फरक चाहिँ पर्दैन है फर्मेट भनेको उस्तै हो धेरै डिफ्रेन्स छैन त्यसको पनि लिएर आउँछु है त